नमस्ते, म दिलीप राणा। आज मेरो टिचरसँगको रिलेटेड प्यारेन्ट्स, टिचर्स र स्टुडेन्ट्स रिलेटेड कुरामा चाहिँ सानो भनौँ न एउटा सेयरिङ मात्रै हो, गर्न खोजिरहेको हो। अहिले हामीले हेर्ने हो भने एउटा सर्टेन टाइमदेखि विगतको 10 वर्ष जस्तो होला, 10-15 वर्ष होला, धेरै भएको छैन, नेपालमा चाहिँ कर्पोरल पनिसमेन्ट कम्प्लिटली रिमुभ गऱ्यौँ हामीले है। फाटेफुट्टे एउटा दुईवटा केस आउनु भनेको त्यो अलग कुरा हो, तर युजुअली चाहिँ कर्पोरल पनिसमेन्ट नगर्ने हुँदाखेरि चाहिँ के भयो त भन्ने कुरामा चाहिँ मेरो आजको टपिक छ। जब कर्पोरल पनिसमेन्टलाई हामीले रिमुभ गऱ्यौँ र टिचरलाई चाहिँ हामीले कसरी त्यसलाई रिप्लेस गर्ने भन्ने कुरामा चाहिँ ध्यान दिएन। नदिँदाखेरि टिचरले बच्चालाई डिसिप्लिन राख्नु या बच्चाले आफैले मैले के गलत गरेछु र के सही गरेछु भन्ने कुरामा चाहिँ गाइडेन्सको ठुलो प्रब्लम आयो, इस्युज आयो। त्यसको रिफ्लेक्सन चाहिँ बच्चाहरूले कसरी कुरा गर्छ, बच्चाले कसरी ठुलो मान्छेसँग चाहिँ रियाक्ट गर्छ भन्ने कुरामा चाहिँ स्वतः देख्न थाल्यो। यसलाई कस्तो हुनुपर्ने थियो र अहिले पनि के गर्न सकिन्छ। मेरो ओन्ली कन्सर्न चाहिँ के हो भन्दा कुनै कुरा चाहिँ गलत हो भने त्यसको रेप्रिकसन चाहिँ हुनुपर्छ, चाहे त्यो टिचरले सम्झाएर हुन्छ या कुनै अरू मिडियमबाट चलाएर हुन्छ। तर गलत भन्ने कुरा गलतै हो, त्यो सही होइन, त्यसलाई समाजले पनि त्यसलाई लिँदैन र स्कुलमा पनि त्यो हुनु हुँदैन भन्ने कुरामा चाहिँ म विश्वास गर्छु। त त्यसलाई चाहिँ सम्झाइ बुझाइ हुन्छ कि अलिकति कडी गरेर हुन्छ कि कसरी हुन्छ, तर चाहिँ त्यो कुरा चाहिँ बुझाउनु पर्यो। दिस इज नट एक्सेप्टेड इन सोसाइटी भन्ने कुरा चाहिँ क्लियर इन्फर्मेसन जानुपर्छ। सबै कुरालाई इजी छोड्नु चाहिँ मिल्दैन। रेप्रिकसन इज नेसेसरी, अदरवाइज प्रपर डिसिप्लिन मे नट कम इन्टु एक्जिस्टेन्स। त्यसले चाहिँ तपाईँको बच्चाको ओभरअल ग्रोथमा पनि ठुलो ह्याम्पर पार्छ। सजिलो बनाउने हो, राइट कुरालाई एक्सन लिने हो, जुन पाइ त्यसलाई लिनु मिल्दैन। तर रेप्रिकसनमा गलत छ भने त्यो गलतै हो, त्यो गलतको रियलाइजेसन गराउनु एकदमै जरुरत छ। नमस्ते।